So welcome to yet another नयाँ प्रपर्टी सीतापाइलामा। लोकेसन सीतापाइला भनेपछि कसलाई मन पर्दैन, त्यो पनि हाउसिङ स्पेसमा तपाईले गतिलो राम्रो एकदम बलियो घर खोजे हुन्छ फ्यामिलीको लागि भने चाहिँ नछुटाउनुस् है। मौका आउँछ आउँछ आउँछ, त्यसपछि मौका कहिले पनि आउँदैन। यति सुटेबल प्रपर्टी छ कि बङ्गलो कन्सेप्टको यो घर रहेको छ भने तपाईले एउटा दुईटा तीनटा र साइड बाई साइडमा यहाँपट्टि पनि एउटा स्पेस छ। अहिले तपाईले भिडियोमा देख्नुहुन्छ चाडा गाडी त मजाले स्पेसियस खालको पार्किङ कार पाउच रहेको छ भने अब यतापट्टि हेर्नुहोस् त घरजनले कसरी मजाले गमला राखेर चाहिँ आफ्नो स्पेसलाई युटिलाइज गर्नु सक्नु भएको छ भने अब म आउटडोरदेखि तपाईँलाई इन्डोरसम्म यो प्रपर्टीको फुल टुरमा लिएर जानेछु। कुनै ग्याप राख्ने छैन, प्रपर्टीमा त्यस्तो ग्याप छैन, यति राम्रो खालको घर छ भने स्टार्टिङ यो स्पेसमा तपाईँले ओपन स्पेस पाउन सक्नुहुन्छ जुन चाहिँ दक्षिण मोडाको स्पेसमा रहेको छ है। र यसको पछाडि पनि बाटो रहेको छ भने यो साइड चाहिँ ओपन साइड रहेको छ, यो चाहिँ ईस्ट साइड फेसिङ छ है त। तपाईँले यतापट्टि चाहिँ रिजर्भ ट्याङ्क गार्डन र ब्याक टु ब्याकमा चाहिँ सर्भेन्ट क्वार्टरको लागि चाहिँ एउटा वासरुम पाउन सक्नुहुन्छ है त। ब्युटिफुल यति राम्रो पूजाको लागि भनेर चाहिँ यहाँ तुलसीको बोट तपाईँले राख्न सक्नुहुन्छ पूजा गर्नको लागि भने। अब प्रपर्टीभित्र के छ म अगाडि भन्दै जाँदैछु। तपाईँले मास्टर बेडरुम पाउन सक्नुहुन्छ, 5वटा लिभिङ छ, डाइनिङ छ, किचन छ, एकदम फुल फर्निसमा तपाईँले यो घर पाउन सक्नुहुन्छ है त। यदि तपाईँ आउनुभयो चाहना गर्नुहुन्छ कोलोनीभित्र घर चाहिएको छ मलाई होइन, अब म सेक्युरिटी चाहिएको छ तर यहाँ स्विमिङ पुल पनि छ, जिम छ, तपाईँको बाटो एक्सेस राम्रो छ, 24 घन्टा सेक्युरिटी छ, सीसीटीभी मैले भनिहालेँ। र तपाईँको परिवारमा साना साना बच्चा बच्ची छ भने एकदम सेफ त हुने नै भयो, बाहिरको मान्छे छिर्न पाउँदैन है त। अब म तपाईँलाई भित्र लिएर जाँदैछु स्टार्टिङ फ्रम डोरवे होइन। अब तपाईँले यतापट्टि साइडमा चाहिँ सु ऱ्याकको स्पेस पाउन सक्नुहुन्छ र माथिपट्टि टपमा मजाले तपाईँले डेकोरेट गरेको पाउन सक्नुहुन्छ भने डोर पनि एकदम हेभी छ है। यो डबल डोर प्यानल हो, एकदम हेभी सिसाउको डोर रहेको छ भने अब इनसाइड द प्रपर्टीमा चाहिँ के पाउन सक्नुहुन्छ नि यो तपाईँको ब्युटिफुल स्पेस रह्यो लिभिङ रुमको लागि, जहाँ गेस्ट तपाईँको परिवार फ्यामिली मजाले सुटेबल्ली खुसी भएर बस्न सक्नुहुन्छ। अब के पाउन सक्नुहुन्छ भने यहाँ चाहिँ यो एक्सेस छ बाहिरको लागि है त। आउनुहोस् म तपाईँलाई अब यहाँबाट प्रपर्टीभित्र के छ के छैन सम्पूर्ण कुराहरू म बताउँदै जाँदैछु। अब यतापट्टि यहाँ तपाईँले पाउन सक्नुहुन्छ एउटा कमन बाथरुम स्पेस रहेको छ भने अब यो लबी स्पेस चाहिँ तपाईँले मजाले युटिलाइज गर्न सक्नुहुन्छ, एकदम फ्री छ यो लबी स्पेस। साइड बाई साइड तपाईँले यतापट्टि किचन डाइनिङ पाउन सक्नुहुन्छ। म अहिले किचनमा प्रवेश गर्दैछु। किचन तपाईँले यहाँबाट देखि नै हाल्नुभयो, मजाको सेटअप गरेको किचन रहेको छ है। सबै कुराहरू तपाईँले फुल फर्निस पाउन सक्नुहुन्छ। तपाईँको स्टोभ छ, तपाईँको चिम्नी छ, माइक्रो ओभन छ र तपाईँको वुडन प्यानलको तपाईँले क्याबिनेट्सहरू पाउन सक्नुहुन्छ। माथि पनि रहेको छ है त, स्पेसेस छ र युरो गार्डको तपाईँले वाटर फिल्टर पनि पाउन सक्नुहुन्छ। राम्रो खालको स्पेसमा तपाईँले यो एरिया हेर्नुहोस् है, डाइनिङ टेबल यो एरियामा चाहिँ तपाईँ अलिक ठुलो डाइनिङ टेबल राखेर पनि 6 सिटरको बनाउन सक्नुहुन्छ भने यतापट्टिको एक्सेसबाट चाहिँ हजुरले यो चाहिँ बाहिर क्लिनिङको लागि चाहिँ एक्सेस राखिएको छ है त। यो अब यो पार्टिसन गरिदिएको छ किनकि लिभिङ रुम र किचनको सेपरेसन होस् भनेर चाहिँ यो स्पेस पार्टिसन राखिदिएको छ, जहाँ चाहिँ ब्युटिफुल प्लान्ट्सहरू इन्डोर प्लान्ट्सहरू राखिएको छ त। म तपाईँलाई फर्स्ट बेडरुम लिएर जानेछु जुन चाहिँ मास्टर बेडरुम। यसमा चाहिँ तपाईँले तपाईँको वार्डरोब पाउन सक्नुहुन्छ, यो बेड भयो यीहरू पनि तपाईँले मजाले पाउन सक्नुहुन्छ। प्लस यतापट्टि तपाईँको बाथरुम स्पेस रहेको छ भने सो अब म चढ्दै गर्दाखेरि तपाईँलाई मैले भन्नु नै पर्ने हुन्छ फल सिलिङ राम्रो छ, तपाईँको स्टोरेज स्पेस छ, सिसाउको काठ जङ्गली सिसाउको काठ रह्यो भने अब यो वाल सेक्सनमा तपाईँले फ्यामिलीको पोर्ट्रेट पनि राख्न सक्नुहुन्छ है त। म अब अप्पर सेक्सनमा जाँदैछु, जाँदै गर्दाखेरि मैले तपाईँलाई फर्स्ट बेडरुम फर्स्ट फ्लोरको फर्स्ट मास्टर बेडरुम देखाउँदैछु। मजाको स्पेसेस छ, तपाईँ लाइटिङदेखि लिएर वुड प्यानलले बेड पनि तपाईँको डबल साइजको क्विन साइजको बेड रहेको छ भने यो सेक्सनमा हजुरले अर्को एट्याच बाथरुम पाउन सक्नुहुन्छ विथ ह्युज क्लोजेट है। अब के राख्नुहुन्छ यसमा तपाईँले कपडाहरू सम्पूर्ण कुराहरू अटाउन सक्नुहुन्छ है। म अब तपाईँलाई चाहिँ यो चाहिँ मेन मास्टर बेडरुम रहेको छ यो प्रपर्टीको, एकदम ठुलो छ, एकदम राम्रो छ र एकदम सफा निट एन्ड टाइडी रहेको छ। साथै साथमा तपाईँले यो सेक्सनमा चाहिँ क्लोजेट एन्ड यो सेक्सनमा चाहिँ एट्याच बाथरुम पाउन सक्नुहुन्छ। त्यो क्लोजेट कति राम्रो छ, पाउडर रुम पनि छ यो एरियामा। अब म ढिलो नगरेर म तपाईँलाई एउटा स्पेसमा लिएर जानेछु जुन चाहिँ एउटा आफ्नो फ्यामिली स्पेस हुनेछ है, जहाँ चाहिँ तपाईँले आफ्नो ट्रफीहरू डिजाइनहरू अथवा हुन्छ क्रिएटिभ वर्क्सहरू तपाईँले पाउनुभएको पुरस्कारहरू सबै कुरा राख्न सक्नुहुन्छ। यो सिटिङ एरिया रहनेछ। साथसाथै यसको साइड बाई साइडमा चाहिँ हजुरले चाहिँ के पाउन सक्नुहुन्छ भने यतापट्टि चाहिँ यो एरिया लोवर टेरेस एरिया रहेको छ है त। यहाँ 3टा टेरेस छ, यो चाहिँ म थर्ड अप्सन राख्छु।
मैले अघि तपाईँलाई भनेको थिएँ नि कोलोनी स्पेस भनेर कोलोनीको भाइब्स हेर्नु यहाँ मजाले शान्त छ मजाले आरामले डिस्टर्बेन्स केही पनि छैन र यो सेक्सनमा अहिले मैले भनेको थिएँ यतापट्टि बाटो छ भनेको बाटो छ यतापट्टिको तपाईँको 13 फिटको बाटो छ विच इज क्लोज्ड अब हामी तपाईँलाई सेकेन्ड फ्लोरतिर म लिएर जाँदैछु सेकेन्ड फ्लोरमा अप्सनमा तपाईँले के पाउन सक्नुहुन्छ नि यहाँ सो यो अप्सन रहेको छ यो पनि अर्को मास्टर बेडरुम रहेको छ है यसलाई चाहिँ म सेकेन्डरीमा राख्छु प्राइमेरी बेडरुम चाहिँ मुनि रहेको छ वार्डरोब र मुनि जस्तै डिजाइनमा चाहिँ तपाईँले कमन बाथरुम पाउन सक्नुहुन्छ अब यतापट्टि तपाईँले बेडको एरियाको पोर्सन हेर्नुहोस् सुइटेबल छ सुत्दाखेरि नि आराम हुने खालको एकदमै राम्रो खालको भाइब्स आउने खालको प्रपर्टी रहेको छ अब म तपाईँलाई हामी जाँदैछौँ जुन चाहिँ तपाईँले मुनि फ्लोरमा देख्नुभएको थियो नि एउटा स्पेस फ्यामिली स्पेस हजुर यो चाहिँ तपाईँले स्टोरेज स्पेस बनाउन सक्नुहुन्छ अनि साइड बाई साइडमा चाहिँ यतापट्टि यो चाहिँ सेकेन्डरी टेरेस रहेको छ है 3टा टेरेस छ भनेर भनेको थिएँ यो चाहिँ सेकेन्डरी हो यतापट्टि चाहिँ हजुरले आफ्नो कुलदेवताको पूजा गर्न सक्नुहुन्छ मजाले मन्दिरको सेटअप पनि रहेको छ अब हामी तपाईँलाई सिधै लान्छौँ सबसे टप एन्ड लास्ट अप्सन यो प्रपर्टीको फ्लोरमा सो मैले अहिले भन्न छुट्याएँ यो प्रपर्टीमा 2टा फ्लोरमा चाहिँ तपाईँले एसी फिटेड पाउन सक्नुहुन्छ सर हेर्नुहोस् तपाईँले यतापट्टि आउँदाखेरि चाहिँ हजुरले ओनरले चाहिँ मजाले सेटअप गरेर राख्नुभएको छ ग्रिनरी पनि छ त्यसमाथि तपाईँको भेजिटेबलहरू अप्सनहरू अहिले साग रोपिरहनु भएको छ यसलाई चाहिँ तपाईँले कौशीको खेती गर्दाखेरि एकदम राम्रो है त अब यो प्रपर्टीमा के छ त कति आना हो कहाँ हो कस्तो हो कति पैसा पर्छ भन्ने जिज्ञासा लागिरहेको छ भने प्रपर्टी छ सीतापाइला छाउनी हाउसिङमा र जग्गा क्षेत्रफल छ यसको लगभग 6 आना पार्किङ मैले तपाईँलाई भनि नै सकेँ यसको मोडा पनि भनिसकेँ प्राइसको कुरा गर्दाखेरि 8 करोड 30 लाखमा तपाईँले यो हाम्रो घर संसारमा अफिसियल वेबसाइटमा पनि लिस्टिङ गरेको छौँ भिडियोमा पनि राखेको छौँ र युट्युबमा पनि छ है त प्रपर्टी खोज्दै हुनुहुन्छ घर चाहिएको छ हाउसिङमा सेक्युरिटी चाहिएको छ एकदम पिसफुल एरिया चाहिएको छ भने योभन्दा सुइटेबल योभन्दा बेस्ट प्रपर्टी तपाईँले पाउन सक्नुहुँदैन त्यसको लागि सम्पर्क नम्बर मैले दिइसकेको छु ढिलो नगर्नु होला किनभने सुइटेबल प्रपर्टी सुइटेबल टाइममै जान्छ है त त्यसको लागि चाहिँ कन्ट्याक्ट नम्बरमा रिच आउट गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ अन्टिल नेक्स्ट प्रपर्टी